हेलो गाइज, सबैलाई स्वागत छ मेरो फेरि नयाँ भ्लगमा है। र आज चाहिँ के को भ्लग हुँदैछ भने म चाहिँ आज कुवेतबाट घर जाँदैछु नि त। मेरो घर चाहिँ मिरिक हो है। र 2:30 को अर्ली मर्निङ मेरो टिकट छ होइन, टाइम। र अब चाहिँ म निस्किन आँटेको। म र उतापट्टि एकजना बहिनी छ सृजना भन्ने, हामी दुईजना चाहिँ सँगै जाने, सँगै आउने पनि हो होइन। र 35 डेजको भेकेसन हो। एकदम एक्साइटेड छु, खुसी छु। र यहाँ मेरो वाइफ चाहिँ एकदम स्याड फिल भइरहेको छ, रुनु आँटेको छ होइन। नरुवा भनेको रुन्छौ किन, याद आउँदैन मेरो? आउँदैन भन्दैछ होइन, तर पनि मलाई थाहा छ कति आउँछ भनेर है। र यहाँनिर चाहिँ मेरो लगेज रेडी छ। बेसी भएको छ लगेज चाहिँ, यसमा 12.5 छ, यसमा चाहिँ 20 केजी छ। टोटल गर्दाखेरि 32.5 भएको छ, 2.5 जस्तो बेसी छ। यतापट्टि चाहिँ बहिनीको लगेज पनि रेडी छ होइन। र मेरो चाहिँ तपाईँको बागडोग्रा कुवेत टु चेन्नई, चेन्नई टु बागडोग्रा छ होइन। अब ट्याक्सी पनि 11 बजी बोलाएको छु। र के कसो हुनेछ तपाईँहरूलाई देखाउने छु। अहिले एयरपोर्ट पुगेर हामी होइन, त बहिनी रेडी हुँदैछ र मैले पर्खिरहेको छु बहिनीलाई चाहिँ। र अब के हुनेछ है हेर्दैछु होइन, कति बजी पुग्छु। एन्डिङ तपाईँको बागडोग्रा पुगिन्जेलसम्म चाहिँ भिडियो सुट हुन्छ होइन। अब एयरपोर्टभित्र त्यस्तो हुँदैन। आजको गेटअप चाहिँ यस्तो छ मेरो चाहिँ होइन, नर्मल गेटअप छ होइन। ल गाइस, सी यू। मेरो चाहिँ ट्याक्सी पनि आयो हो। अब चाहिँ लाग्दिएको, यहाँ अङ्कललाई बोलाएको थिएँ, बहिनी पनि यहीँ, सृजना बहिनी है भनिदेऊ। हेलो, हामी दुईजना चाहिँ लाग्दिएको होइन मजाले। अब यो चाहिँ यहाँबाट गएको हामी सबै कुरा हाल्यो होला नि होइन सृजना? क्रस चेकिङ गर एकताल। अब एकैचोटि एयरपोर्ट पुगेर देखाउने छु है तपाईँहरूलाई होइन। यस्तै छ हो। अब निक्लेको रुमबाट चाहिँ यो चाहिँ हामी यहाँनिर आयौँ बल्ल बल्ल। यहाँबाट अल्साएको हो यो चाहिँ होइन। यहाँबाट चाहिँ हामीले अर्डर गरिरहेछौँ। 2:30 को फ्लाइट छ। बहिनी पनि यहीँ मजाले बसिरहेछ, सबैजना चेकिङ डल्लै भयो। र अब चाहिँ हामी एकछिनबाट चाहिँ होइन खानासाना खाएर यहाँबाट हिँड्ने। 2:30 को छ फ्लाइट। अन्त अलमोस्ट 1.5 आवर छ। अन्त भोक पनि लाग्यो नि त, त्यही भएर बहिनीलाई यो खाइदिउँ भनेर चाहिँ अर्डर गरिरहेको छु होइन। यो अर्डर रेडी हुन्छ, यो ट्याक्क बज्छ। अब यहाँ टाइम पनि दिँदैछ यस्तो, बज्दिहाल्छ, ल्याउनु जानुपर्छ। भोक लाग्यो बहिनी? स्याट भयो त तिमी त। अन्त बहिनीले चाहिँ दुईवटा बिचरा उयो चाहिँ के भन्छ, पर्फ्युम चाहिँ त्यो उसमा ह्यान्ड लगेजमा लिएर आएको छ नि त, त्यस्तोमा चाहिँ पाउँदैन नि त, चेकिनमा हाल्नुपर्छ नि त। अन्त त्यो दुईवटा लगिदियो, फ्याँकिदियो उसको हो। अन्त उसलाई अलिकति मन एकदम मुडै खराब भइरहेछ बहिनीको। ल गाइस, अब यहीँ छु हामी है, निक्सिनबाट है। अब एकैचोटि तपाईँहरूलाई चेन्नई पुगेर सुट हुन्छ भिडियो है। गाइस स्टे ट्युन। चेन्नई आइपुग्यो है हामीले। यहाँबाट चाहिँ लान्छ हामीलाई बसमा है। अब चाहिँ हामी यहाँबाट झरेर पनि है बसमा छु मान्छे, बहिनी अगाडि बसेको छ। अब चाहिँ हाम्रो टर्मिनल 2 हो, यो चाहिँ इन्टरनेसनल टर्मिनल 2। अब हामी टर्मिनल 1 मा जानुपर्छ इमिग्रेसनहरू गरेर। एकदम मौसम चाहिँ राम्रो रहेछ, सबैजना बसमा छ। म चाहिँ बाहिर निस्किसकेँ है। अब चाहिँ टर्मिनल 1 जाँदैछु। यो चेन्नई चाहिँ मेरो फर्स्ट टाइम हो है, अरू जग्गा त गइरहेको छु। यसको टर्मिनल 1 चाहिँ यतै देखाउँदैछ, जानुपर्ने चाहिँ यस्तै हो भन्दैछ होइन। टर्मिनल 1 यताबाट जानुपर्छ, यताबाट जानुपर्छ होला हौ।
यो चाहिँ बागडोग्रा एयरपोर्ट हो है। गाडी पनि आयो ल्याउनु है। अब चाहिँ लाग्देको एकदम सेफ झऱ्यो होइन। बागडोग्रा एयरपोर्टबाट चाहिँ गाडीमा चाहिँ लाग्देको है। अब एकछिनबाट फेरि सुट हुनेछ होइन। यस्तो छ मौसम चाहिँ आजको एकदम दामी मौसम छ होइन। बाइक पनि ल्याइदियो है। अब चाहिँ बाइकमै जाने हो होइन। गाइस आइपुग्दा पुग्दा यति बज्यो हो। यो चाहिँ मेरो बाइक हो है। यो बाइक चाहिँ नक्सलमा थियो नि त मेरो भाइको रुममा। अन्त भाइ पनि ल्याउन आएछ। यो चाहिँ मेरो भाइ हाई भन्दै आए सबैलाई। अन्त भाइ पनि ल्याउन आएछ। अन्त भाइहरू चाहिँ गाडीमा छ। दिदी भाइ दादाहरू चाहिँ भेनाहरू पछाडि नै छोड्यो। अन्त हामी चाहिँ दुई भाइ चाहिँ आइदिइहालेको उकालो हो। यहाँ माथि नोल भन्ने जग्गा छ। यहाँनिर ग्राउन्डमा बसिरहेको छु। यता गयो भने चाहिँ देख्दैन। यता गयो भने अर्को बाटो चाहिँ हामी चाहिँ यो बाटो आएको अहिले यताबाट पुरा एकदम बाटो चाहिँ एकदम अलिकति रफ रफ छ। बिस्तारै नै हिँड्नुपर्छ हो। ल गाइस अब घर पुगेर हुन्छ है। यस्तो भयो हालत पनि। कति बज्यो अहिले हेर्नु त 6 बजेर 8 भएछ नि त। ल गाइस म घर पनि आइपुगेँ है। र जति पनि आज मैले स्टार्टिङदेखिको देखाएँ है त्यसलाई म एकैचोटि क्लब गरेर हाल्नेछु होइन। अहिले घर आएर चाहिँ म यहाँ हेलमेटहरू पनि सेटअप गर्दैछु फर द नेक्स्ट भिडियोको लागि। र सबै कुरा सेटअप भइसक्यो मेरो हेलमेटहरू पनि होइन। एकदम सेटिस बनाइदिएको छु र माइक पनि टेस्ट गर्दैछु। गोप्रो पनि सेट भइसक्यो हो। अब नेक्स्ट भिडियो चाहिँ माइक टेस्टको लागि भाइलाई पनि एउटा माइक दिएको छु। मैले पनि एउटा लिएको छु होइन। माइक सेट टेस्ट भएर भोलि चाहिँ अब हामी प्लान गर्दैछौँ बाहिर जाने होइन। र नेक्स्ट भिडियो चाहिँ है आउनेछ छिटै। ल यो भिडियोलाई चाहिँ यहीँ डिस्कन्टिन्यू गर्दैछु है। सी यु इन नेक्स्ट भिडियो। बाई।